कठिन अवस्थामा पर्दा मलाई लाग्छ बुझौँ परम्परामा पनि हामी सबै गाउँमा गएर त्यति बेला हामीले भैलो खेल्छ आर्थिक सन्तुलन पनि गरेको विद्यालय अगाडि अन्याय हुनुहुन्छ धेरै राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो जनप्रतिनिधि हुनुहुन्थ्यो यस विद्यालयमा प्रभाव भएर अथवा विभिन्न पदमा जिम्मेवार लगातार अध्यापन पनि गर्नुभएका सरहरू हुनुहुन्थ्यो सबै जायगाले म सम्झाउन चाहन्छु र ती गुरुहरूप्रति ती जनप्रतिनिधि जो हामी संसारमा हुनुहुन्छ केही संसारमा हुनुहुन्छ उहाँप्रति म श्रद्धासुमन गर्न चाहन्छु त्यसै गरी केही साथीहरू हुनुहुन्छ जसले अत्यन्त पसिना भन्नुभयो थियो उहाँप्रति म उच्च सम्मान गर्दै उहाँलाई चाहिँ सहयोग गर्नु चाहन्छु र अर्को यहाँ चर्चा पनि भइसकेको छ हाम्रो आदरणीय हामीले केही सल्लाह गरेका थियौँ त्यसको जिम्मेवारी विशेष मलाई दिनुभएको थियो र आज यो कार्यक्रम चाहिँ सफल चाहिँ भएको देख्न पाउँदा म असाध्यै खुसी छु यो सबभन्दा चाहिँ आज चाहिँ मलाई खुसी लागेको छ र आगामी दिनमा यो जुन चाहिँ विधानमा चाहिँ लेखिएका कुराहरू छन् यो नीति निर्माण चाहिँ कुराहरू सर्व हेरे असाध्यै खुसी लाग्यो सोही अनुरूप चाहिँ काम गर्नुमा हार्दिक अभिनन्दन गर्न चाहन्छु। अब दोस्रो चाहिँ चरणमा के छ भने अब हाम्रो अहिले चाहिँ नवनिर्वाचित दाइ रामनारायण दाइ अब उहाँ साँच्चै यस पश्चिम क्षेत्रको एउटा सामूहिक क्षेत्रमा काम गर्ने बौद्धिक चाहिँ व्यक्तित्व थुप्रै चाहिँ अनुभव उहाँसँग छ। सायदै अब उहाँले चाहिँ आफूले पनि चाहिँ प्रतिबद्धता जाहेर गर्नुभएको छ। अब विशेष गरी त यस भैरवलाई पक्कै पनि चाहिँ उहाँका चाहिँ हातहरू अग्रसर हुनेछन् यसलाई राम्रो अझै राम्रो थप चाहिँ राम्रो बनाउनुको निम्ति विशेष अरू हाम्रो चाहिँ रैन्देवी सहरमा पनि थुप्रै चाहिँ विद्यालयहरू छन् यसले चाहिँ सामाजिक पाटोमा पनि थप चाहिँ कामहरू चाहिँ गर्नेछ भन्ने चाहिँ मैले आशा राखेको छु। यो आजको दिनले उहाँलाई थप चाहिँ उहाँको टिमलाई थप चाहिँ ऊर्जा प्रदान गरोस् यो शुभकामना भन्न चाहन्छु र यी नवनिर्वाचित चाहिँ टिमलाई सबैलाई मेरो व्यक्तिगत तर्फबाट र चाहिँ विद्यालय परिवारको तर्फबाट र साथै चाहिँ वडाको तर्फबाट उहाँहरूलाई धेरै धेरै चाहिँ बधाई शुभकामना चाहिँ भन्न चाहन्छु र जुन चाहिँ मैले पाएको जिम्मेवारी सफलतापूर्वक चाहिँ मैले आज चाहिँ यो हलमा चाहिँ ज्ञान गर्ने चाहिँ अवसर चाहिँ प्राप्त भयो र दाइले जुन चाहिँ पुरानो हाम्रो डाक्टर चाहिँ राम्रो दाइको नेतृत्वमा अहिलेसम्म चाहिँ भइरहेका चाहिँ कामहरू जति छन् ती चाहिँ पुरा असाध्यै राम्रा छन् र थप चाहिँ अब नयाँ चाहिँ टिमले चाहिँ गरोस् भन्ने शुभकामनाका साथ पूर्व विद्यार्थीहरूले आफ्नो विद्यालयप्रति उत्तरदायित्व राख्नुपर्छ। उहाँले त पहिला एकचोटि आफ्नो विद्यालयमा गएर आफ्नो अनुभवहरू सेयर गर्ने कहिलेकाहीँ चाहिँ आफूले चाहिँ क्लासमै गएर पढाउने यो खालको गतिविधिहरू सुरु गर्नुभएको छ। यसको मतलब विद्यार्थीहरूलाई आकर्षण गर्ने कुराहरू, गुरुहरूलाई सहयोग गर्ने कुराहरू, गुरुहरूका समस्यालाई राज्यसम्म पुर्याउने कुराहरू, राज्यबाट चाहिँ त्यसलाई सहजीकरण गर्ने कुराहरूमा समेत अहिले चाहिँ पूर्व विद्यार्थीहरूले भूमिका खेल्नुपर्छ भन्ने कुरा ध्यान पुगेको छ। त्यसो भएर अब बन्ने हाम्रो टिमले यो खालको कुरालाई अगाडि बढाउनेछ र त्यो बढाइसके पश्चात हाम्रो ठाउँ चाहिँ व्यवस्थित हुनेछ भन्ने कुरा मैले विश्वास राखेको छु। र हामीले अलिकति यो कार्य निर्देशिकाको सन्दर्भमा पनि अब आज अलिकति क्लियर भएर जानुपर्छ। हामी तीनटा उपाध्यक्ष कसले के गर्ने भन्ने विषयमा हामीले टिम निर्माण गर्ने। टिम निर्माण गरिसकेपछि पहिलो बैठकले ती खालका कामहरू गर्नुपर्ने छ। एउटा उपाध्यक्षका लागि हामीले कार्य गर्ने यसरी अब गफगाफ चल्दैछन् हामी एक आपसमा। यो आजको भेला सुरुवात हुन गइरहेको छ। अझै यहाँ जुटिसक्नु भएको छैन, साथीहरू आउँदै हुनुहुन्छ यता पनि यसरी उतातिर
टिका त सबै लाउने हो। लाउने हो हाम्रो अत्यन्त जिम्मेवारीका बोधका साथ त्यसका कुरा गर्नेतर्फ मैले आफ्नो टिमलाई अगाडि लिएर जाने पनि वचनबद्धता व्यक्त गर्न चाहन्छु। र त्यो विद्यालय मैले अघि पनि भनिसकेँ अत्यन्त आशाको नजरले हेरेको विद्यालय र हाम्रो यस क्षेत्रका बालबालिकाको भविष्य